welcome to a random vlog on a random day. So this is how our trip started, by falling obviously. So हामीले चाहिँ कालुपारे जाने डिसाइड गर्यौं त्यही हाम्रो र्यान्डम डेमा र्यान्डम माइन्ड सेट भएको थियो त्यही भएर हामी जान्दैछौँ So this is the way to go कालुपारे यो चाहिँ म हाई गरिरहेको छु ल यो चाहिँ अब जान्दैछौँ तर हामीले बाटो बिर्से obviously So ड्याडीले सोधिराख्नु भएको छ यो कालुपारे डाँडा कता हो ऊ देखाइरहेछ मान्छेले सो म चाहिँ यहाँ एक्सप्लेन हान्दैछु अलिअलि यस्तो बुझ्नु न मैले मन्दिर देखेँ मैले ढोगे पनि तर मैले देखेन लल यो चाहिँ हामीले तारक मेहताको कस्तो टुकटुक देखेँ टुकटुक भन्दैन रिक्सा भन्छ त्यसलाई त्यसुकै होस् तर बाटोमा कन्सन्ट्रेट गर सो हामी चाहिँ 3टा भेहिकल लिएर गएको थियौँ ओ माई गॉड केटीलाई तान्ने न स्कुटरले प्लिज उसको स्कुटर खराबी हो यो हैन ल प्लिज सो गाइज आई वार्न यु है कम्प्लिटली यो यदि हजुरहरू यस्तो ट्रिप जानुहुन्छ भने डोन्ट टेक इलेक्ट्रिक स्कुटर तब यु विल रिग्रेट लाइक हामी चाहिँ यस्तो यस्तो गर्दै बाटोमा हल्ली चल्ली गर्दै गइरहेको थियो यो चाहिँ ड्याडी त्यहाँ हुनुहुन्छ सबिर दाइ त्यहाँ फुफू अन्त मम्मी अनि कृतिका चाहिँ हिँड्दै आउँदैछ सो भ्यू चाहिँ एकदम राम्रो थियो एकदम वर्थ इट थियो भ्यू सो बाटो नै राम्रै थियो भनौँ राम्रो थियो तर इलेक्ट्रिक स्कुटर नट टेक इट भ्यू चाहिँ बब्बाल थियो हामी चाहिँ जाँदैछौँ हामी माथि पनि पुगेको थियो नि तर यस्तो राम्रो भ्यू देखिसकेको थियो हामीले सो इट वाज एकदम फ्याबुलस होइन वी रियली एप्रिसिएट द भ्यूहरू के भन्छ अरे तर इलेक्ट्रिक स्कुटर डोन्ट टेक इट आई वार्न यु कम्प्लिटली के रोडहरू पनि इट्स भेरी क्लियर अनि हाइवे टाइपहरू छ होइन अनि यु क्यान फिल द नेचर अनि त्यहाँको पिसफुल इन्भाइरोमेन्ट वेन यु मुभ टु देयर जस्ट हि इज गिभिङ मी वेयर लुक डोन्ट वरी अबाउट द हियर लिटल बॉय क्यान ह्यान्डल इट यहाँ चाहिँ हाम्रो यस्तो बुद्धिस्ट फ्ल्यागहरू पनि थियो बिच बाटोमा अनि हामी जाँदैछौँ हेर्नुपर्छ सो हामीले चाहिँ चटपटे खाएनौँ है किनकि मैले चटपटे भन्दा नि मिठो छेलाचिरा प्याक गरेको थिएँ ड्याडीले चाहिँ नागिन डान्स गरिसक्नु भएको थियो स्कुटरबाट यो कि नाटक गरिरहेछ कि प्लिज कसको ड्याडी धुम मजाले गरिराख्नु भएको थियो धुम मजाले धुम 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 गरेर अब यहाँ चाहिँ भ्यू एकदम राम्रो थियो हामी चाहिँ अलिकति पर्सनल टक पनि गरिरहेको थियो हाउज द पर्सनल टक थियो अब सो यो चाहिँ कालोपाडे पार्क थियो इट्स भेरी रेस्पेक्टफुल तर इट्स नट लाइक त्यस्तो घुम्न जाने ठाउँ चाहिँ बढी गरेको थियो अनि उता चाहिँ स्ट्याचु थियो चाहिँ मैले फ्यामिली फोटो खिच्दा थियो यो चाहिँ यो भ्यू थियो भ्यू पोइन्टबाट हेरेको हामीले भ्यू अनि दिदी चाहिँ भ्यू डाउन यसले त के अरूले के खाएको थियो नि त हेर्दैछु त्यसले प्लिज यहाँबाट भ्यू कति राम्रो थियो भोपाल थियो गाइस सो एकदमै राम्रो थियो इन्जोइङ द भ्यू भनौँ हामी हेरिरहेको थियौँ यसो यताउति सो अनि अब हामी तल गयौँ अनि खोला बोलायो मैले ड्याडीलाई एक्सप्लेन गर्दैछु ड्याडीले सोध्नु भएको थियो यो कसलाई भनेको तैँले भनेर अनि कसैले भिडियोमा गएको च्याटी गरेको थियो अनि यो चाहिँ हामीले कहाँबाट रोकेको थियो यो बिच बाटोमा होइन मम्मीहरूलाई कुर्दा थियो हामी चाहिँ ओह्रालो चढ्न नसकेर बसेका थियौँ डोन्ट माइन्ड सो अब चाहिँ म मम्मीसँग आइसकेको थिएँ किनकि यसले मम्मीसँग बस्न डराएको थियो अभियसली प्लिज डराएको चाहिँ थिएन ल मलाई मम्मीले भनिराख्नु भएको छ यहाँ सो यहाँ भ्यू चाहिँ एकदम राम्रो थियो भनौँ सिटीको होल भ्यू नै देख्छ सो हो सिटीको यो चाहिँ हामी पिङ खेलिरहेको थियौँ अनि रमाइलो भइरहेको थियो अनि तपाईँले धेरै रमाइलो गरेपछि के हुन्छ अगाडि फर्स्टको इन्ट्रोमा देखिसक्नु भयो होला सो हामी ला गरिरहेको थियौँ तर यहाँ सबै यहाँ हार्डवर्क गरिराख्नु भएको थियो कन्प्रेट लेबर गरिराख्नु भएको थियो अनि कवि साथ चाहिँ कस्तो हाँसिरहेको थियो किनकि अरूलाई फ्रीमा काम गरेर मलाई एकदम हाँस उठ्छ अब चाहिँ खाने टाइम भयो सो अनि खाने बेला भइसकेको थियो ल अनि के भन्छ अनि कविसाले छेला बनाएको थियो अनि इट वाज यस्तो पिरो यस्तो पिरो सबजना फर्स्ट बाइट लिँदा यस्तो थियो होइन अब हेर्नु है कस्तो लास्ट बाइट लिँदा कस्तो रिएक्सन हाम्रो मेरो मास्टर सेफ दिदीले यहाँ डबल पिरो हालिदिनु भएछ
त्यो मैले वाल गर्दा चाहिँ यो चाहिँ कति राम्रो भ्यू थियो बाबा यो चाहिँ मोडलिङ गर्दा चाहिँ यो अनपेड मोडल प्लिज यो चाहिँ मम्मी गाली गरेर राख्मा थियो डेललाई यो चाहिँ इभिनिङको सनसेट यो नि बाटो एकदमै राम्रो थियो यस्तो राइडहरू चाहिँ एकदम बब्बाल हुन्छ बाटो तर इलेक्ट्रिक स्कुटर नलिएर जाँदाखेरि कति इलेक्ट्रिक गर्दो रहेछ अझै म इलेक्ट्रिक स्कुटरले धोका दियो नि त रेजा भने ढका ल्यायो यो चाहिँ सिटीको भ्यू हेरेर त्यो सबैजना आफ्नो आफ्नो राय दिएर एभ्रीबडी वाज चाहिँ यो त्यहाँ रहेछ भनेर राख्नुभएको थियो एन्ड वी वेयर चाहिँ सर्चिङ आवर होम त्यो चाहिँ होइन ल प्लिज हो ल सिटी भ्यू हो अब हामी सेम्बु जान लागेको थियौँ किनकि हामीलाई इभिनिङ भ्यू हेर्नु थियो यो चाहिँ कति राम्रो देखाएको थियो त्यही भएर मैले खिचिहालेको कस्तो राम्रो थियो आवाज कस्तो पिसफुल होइन म त एकदम भक्तजनीमा अब यो सिटी भ्यू चाहिँ यही हो यो बाँदरको टिकटक बनाइदिरहेको थिएँ मैले चाहिँ प्लिज टिकटक सिकटक के बनाएँ नै प्लिज त्यहाँ And that's how our family trip ended peacefully. Stay tuned for the next vlog. Bye everyone. Love you. Bye.